प्रगतिशील लोकतान्त्रिक पार्टीका बुढाद्वारा डोल्पाबाट उम्मेदवारी। डोल्पामा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि विकास बुढाले उम्मेदवार दर्ता गराएका छन्। युवाको रोजाइको विकास र सुशासनलाई प्राथमिकता दिँदै माटोले खोजेको डोल्पाली युवाले रोजेको विकास नाराका साथ अघि सरेका छन्। उनले भ्रष्टाचार विरुद्ध कडा प्रहार गर्ने प्रतिबद्धताका साथ जनाउँदै मतदातासँग समर्थक मागेका छन्। डोल्पामा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि डोल्पामा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट विकास बुढाले उम्मेदवार दर्ता गराएका छन्। समयसँगै धेरै परिवर्तन भए पनि राजनीतिक सोच र अभ्यास नबदलेको उल्लेख गर्दै बुढाले मौन बसेर गुनासो गर्ने मात्रै अवस्थाबाट बाहिर निस्केर जिम्मेवारी लिएर सुधारको बाटो हिँड्ने समय आएको बताएका छन्। उनले परिवर्तन सम्भव छ र त्यो हामीबाट सुरु हुनुपर्छ भन्ने विश्वासका साथ निर्वाचनमा होम्बिएका बताएका छन्। बुढाले डोल्पाली युवाले रोजेको विकास र सुशासन आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै माटोले खोजेको डोल्पाली युवाले रोजेको विकास भन्ने नाराका साथ चुनावी माहौल अगाडि बढाउने बताएका छन्। भ्रष्टाचारी विरुद्ध कडा प्रहार गर्ने प्रतिबद्धताका साथ जनाउँदै उनले मतदातासँग समर्थक र साथको अपिल गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह भनेको चाहिँ आँखा रहेको छ।